तपाईँ रान्टारबाट माथि गाउन थालेन थाहा छ कोप्चाहरू सबै थाहा छ नि वनसर पनि त्यही हो नि थाहा छ वनसरको गाडी नम्बर त्यही बस्नु बस्नु नुवाकोट सदरमुकाम त म त सानो लाग्यो त हजुर सानो लाग्यो त नुवाकोट सदरमुकाम त होइन त्यस्तो सानो पनि छैन ठुलै छ बजार बसेको छ क्या फैलिएको छैन नि त एक लाइन छैन नि त सट्ट हो नि त सरपष्ट भएको अब बिजनेस ठाउँकै बाटो त यस्तो पऱ्यो एहे ठ्याक्कै सदरमुकामकै छेउमा यो के भएको यस्तो बाटो बाटो त बिजोग रहेछ नि यार ओहो ल त्यही बाटो जाने हो क्या हामी होइन के को होइन हामी त उता किनार किनार जाने हो थाहा छ र तपाईँलाई यही बाटो हिँडेको छ पहिला ए त्यो नयाँ बाटोमा कता हो कता केटी नपाए धादिङ जानु भन्छन् हो त तपाईँ त्यतै बाह्र बिहे गर्ने होला नि होइन त्यहाँ क्या म पहिला दार्जिलिङ गर्दाखेरि धादिङमा सुरु गरेर तपाईँलाई थाहा छैन केटी नपाएर धादिङ जानु भन्छ नि ए बाटो त पिचु छ नि समारी जाने चाहिँ बताइए डाइरेक्ट यो झोलाले छाती सेप गर्छ क्या छातीमा हावा हान्नलाई सेप गर्छ क्या कति राम्रो है केटी नपाए धादिङ त्यो मार्नु पऱ्यो त राम सवारी भन्दै आइपुग्यो ओ क्या राम्रो है समारी कतापट्टि हो दिदी हजुर सामरी ए हस् धन्यवाद हामी समरी भनिन्छ सामरी चाहिँ रहेछ नि सामरी एउटै हो क्या तामाङहरू यहाँको तामाङ बजार मान्छेहरूले सामरी भन्छ सामरी भन्छ क्या सामरी भन्छ हामी अब त्यहाँ SAMARI सामरी हो भन्दैन हो क्या कुनै ठाउँमा त्यहाँ देखिन्छ नि त्यो देखिरहेको नि त भन्छ त्यही हो उयो खाल्डो त्यो खालको आमा निकै टाढै रहेछ नि टाढो छ त्यहाँबाट अनि अरू अझै एक्स्ट्रा बसेर मात्र सेप्नु त्यस्तो धेरै टाढा त लागेन है मलाई हजुर अघि चाहिँ म आत्तिएँ नि यार त्यो त पर ओह्रालो र उकालोको बाटो थियो नि यस्तै बाटो हो भने त कसरी पुग्नु त लाग्दै थियो क्या मलाई यतातिर त भर्खर बनाएको रहेछ बाटो है पहिला दिएको नि यस्तो बाटो
बाटो सही छ नि त्यहाँको जाडो अफरोडै जतिको रहेछ अनि त्यो है त्यो त अफरोडै जतिको हो ओह्रालोमा झर्दाखेरि हुन्छ नि आम्मामा ब्याङ गर्छ त यार बाइक त यस्तैमा हो नि लड्ने चान्सेस धेरै यस्तैमा हो नि लड्ने चान्सेस हुन्छ मलाई अलिकति पिचमा हुँदाखेरि हाकिन्छ हो अनि यस्तैमा त लडेको त हामी उता धनकुटा जाँदाखेरि स्कुटरमा लडे यस्तैमा जोगिनु पर्ने छ तपाईँ त झन् स्पिड धेरै आएको हुन्छ जोगिनु है ड्याममै अगाडिको हानेको एकैचोटि भित्र उता त होइन नि सेमसङ होइन सामारे सामारी चिडियाघर त यस्तै हो क्या अघि उता तर्सिनु भएको थियो नि तपाईँ अघि उता स्याल देख्दा तर्सिनु भएको थियो होइन म त कहाँ के भन्ने जस्तो लाग्यो अगाडि बाटो त त्यही हो त गुगलमा 1 घन्टा कति देखाएको छ समारीको लागि त कति देखाएको उता त 1 घन्टा टाढो गुगलले देखाएको बाटोमा कहाँ सकिँदैन नि पुग्न सकिँदैन होइन यस्तो छ बाटो होइन पिचमा भने चाहिँ झन्डै झन्डै सकिन्छ पनि पनि गाडी गुगलले 60को स्पिड हालिदिँदो रहेछ ए हो अफरोडमा उसमा 30को होइन अनि तपाईँको सिटी एरियामा 20 हालिदिन्छ अनि 30मा त कहाँ यो अफरोडमा कुदाउन सकिन्छ त मैले भनेको त अनि सिटी सहरी एरियामा नि जस्तो काठमाडौँको बाटो गल्ली गल्ली बाटोमा 20 हालिदिन्छ किलोमिटर ए अनि 20 कहाँ सकिन्छ त 20 हाल्न सकिन्छ रोक्यो भने उसलाई 2-3 मिनटमै खाइदिन्छ 3 रातिमा अनि जाम त्यस्तै त्यही त अनि अब सिट आयो भने 60 हाल्नको लागि 1 किलोमिटर 60 हाल्नको लागि 65 70 किलोमिटर पर किलोमिटर त्यो स्पिडमा गयो भने कस्तो कभर हुन्छ 60 हो क्या त भन्नु त हो नि अनि तपाईँको ल 65 70 50 स्पिडमा गयो भने मात्रै 60 किलोमिटर 1 घन्टामा कभर हुँदो रहेछ नत्र अहिले के हो त्यो देखाउने मात्रै हो त्यस्तै हो कि क्या हो बाटो त्यही त नि त्यो अनासेक जस्तो लाग्यो मलाई त यहाँ पनि पुल हेर्नु त
मान्छेहरू पुरै बानी भइसक्यो कस्तो फ्रिली कुदाइरह है मलाई कस्तो डर भइरहेछ